नमस्कार। आज म प्रतिशत निकाल्ने छोटो समयमा पर्सेन्टेजलाई निकाल्ने एउटा सर्ट ट्रिकको भिडियो लिएर आएको छु। पर्सेन्टेज शब्द यो अङ्ग्रेजी शब्द, नेपालीमा प्रतिशत। पर्सेन्टेज शब्द पर प्लस सेन्ट दुईटा शब्दहरू मिलेर बनेको छ। जस्तो पर भनेको प्रति भन्ने अर्थ लाग्छ, सेन्ट भनेको सेन्चुरी शब्दबाट आएको हो। जस्तो सेन्ट भनेको 100 हो। दिएको मान चाहिँ 100मा कति हो भन्ने प्रश्नको उत्तर नै प्रतिशत हो। म केही प्रतिशतका केही इक्जाम्पलहरू, केही प्रश्नहरू राखेर चाहिँ सर्ट विधिबाट चाहिँ छोटो विधिबाट चाहिँ प्रतिशत कसरी निकाल्ने भन्ने चाहिँ म प्रश्नहरू राख्दैछु। जस्तो 20 को 40% कति हुन्छ भन्ने एउटा क्वेसन छ। जस्तो हामी विद्यालय तहमा गर्दाखेरि यो प्रश्नलाई 20 को भनेको यो गुणन 40, अब प्रतिशत हटाउन हामीले के गर्थ्यौँ भन्दा 100 ले भाग गर्थ्यौँ। अब माथिको शून्य दुईटा शून्यलाई तलको दुईटा शून्यसँग काटिदिन्थ्यौँ र बाँकी रहेको 2 गुणा 4 लाई गरेर 8 उत्तर हामीले निकाल्थ्यौँ। जस्तो 20 को 40% कति हुँदो रहेछ? 8 हुँदो रहेछ। हामी विभिन्न प्रतियोगितात्मक परीक्षाको तयारी गर्ने हुनाले यसरी क्याल्कुलेसन गर्दाखेरि हामीलाई चाहिँ धेरै समय लाग्ने र ढिलो हुने हुँदाखेरि यसमा चाहिँ एकदम छोटो समयमा कसरी निकाल्ने भन्दा एउटा गुणन विधिबाट पनि हामी सजिलै निकाल्न सक्छौँ। जस्तो दिएको क्वेसन छ 20 को 40% इक्वल टु वाट भन्ने क्वेसन छ। अब यस्तो क्वेसनमा हामीले हल गर्दा के हुन्छ त भन्दाखेरि अघि मैले भने जस्तो प्रतिशत हटाउन 100 ले भाग गर्छौँ हैन, र त्यो 100 ले भाग गर्दाखेरि 100मा दुईटा डिजिटहरू दुईटा शून्य हुन्छ। त्यो दुईटा शून्यले चाहिँ के गर्छ त दुईटा शून्य चाहिँ माथिको दुईटा शून्य छन् भने त्यसरी हटाउन सकिन्छ, कट्टा गर्न सकिन्छ। जस्तो यो प्रतिशतलाई चाहिँ यो दुईटा शून्य छन् भने यसरी हटाउन सकिन्छ। यसरी हटाइदिने र बाँकी रहेको 2 गुणा 4 इक्वल टु 8 उत्तर हामीले सजिलै निकाल्न सक्यौँ यो गुणनफल विधिबाट। यसमा चाहिँ हामीले के बिर्सिनु हुँदैन भने जस्तो प्रतिशत हटाउन चाहिँ दुईटा शून्य हटाइदियो भने प्रतिशत हटाउन सजिलै सक्छौँ। किनभने प्रतिशत भनेको हटाउनको लागि जहिले के गरिन्छ त 100 ले भाग गरिन्छ। जस्तो एक्जाम्पल लिउँ, 40 को 60% कति हुन्छ भन्ने क्वेसन छ, वाट क्वेसन छ। जस्तो यसमा के गरियो त भन्दा यो प्रतिशतलाई हटाउनको लागि यहाँका शून्य शून्यलाई पनि हटाइयो, बाँकी रहेको 4 गुणन 6 इक्वल टु 24। 40 को 60% कति हुँदो रहेछ? 24 हुँदो रहेछ। तर अब यहाँनिर प्रश्नमा कस्तो थियो भन्दाखेरि जस्तो यहाँ एउटा पक्षमा भने 0 थियो, अर्को पक्षमा भने 0 थियो। यो त यसरी निकाल्यौँ भने जस्तो एक पक्षमा मात्रै 0 छ, अर्कोपल्ट चाहिँ दुईटै अङ्क दुईटै डिजिटको छ भने त्यस्तो कसरी निकाल्ने भन्दाखेरि जस्तो 30 को 15% कति हुन्छ भन्दा 15% कति हुन्छ भनेर क्वेसन आयो भने अब यसलाई एकदम छोटो समयमा कसरी निकाल्ने भन्दाखेरि अब यसमा चाहिँ हामीले के भुल्नु हुँदैन भने दिएको शून्यलाई छोडेर दिएको मानलाई के गर्ने त गुणन गर्ने। जस्तो 3 गुणा चाहिँ 15 भयो, 15 त्यहाँ कति भयो? 45 भयो। अब यसमा के हुन्छ त भन्दा हाम्रो एउटा शून्य छ, एउटा शून्य भएको हुनाले पछाडिको अङ्क छोडेर के गर्ने त एउटा शून्य भएको हुनाले दशमलव राखिदिने। त्यसैले के हुन्छ त 4.5 चाहिँ 30 को 15% कति हुँदो रहेछ? 4.5 उत्तर हुन्छ हैन। अब यसरी नै जस्तो 200 को 40% कति हुन्छ भन्ने एउटा प्रश्न छ है। 200 को 40% कति हो भन्ने क्वेसन छ। अब हामीले के गर्थ्यौँ भने जस्तो प्रतिशत हटाउन चाहिँ प्रतिशतले चाहिँ के गर्छ त दुईटा शून्यलाई हटाउँछ, दुईटा जिरोलाई हटाइदिन्छ। प्रतिशत हट्नको लागि दुईटा शून्यलाई हटाउँछ, किनभने प्रतिशत हटाउन 100 ले भाग गरिन्छ। यो कुरा चाहिँ हामीले कहिले बिर्सिनु हुँदैन र बाँकी रहेकोमा के गर्ने त 2 गुणा 40 भयो, 80 भयो। यसरी 200 को 40
पर्सेन्ट कति हुँदो रहेछ त भन्दा 80 हुँदो रहेछ। यसरी चाहिँ हामीले एकदम छोटो समयमा चाहिँ दिएको मानको प्रतिशत कति हुन्छ भन्ने चाहिँ सजिलै हामीले निकाल्न सक्यौँ। यो भिडियो यहाँहरूको लागि अत्यन्त उपयोगी हुनेछ भन्ने आशा लिएको छु। भिडियो मन परे लाइक र सब्सक्राइब गरिदिनु न अनुरोध गर्दछु। हवस् त, धन्यवाद।